हे भगवान, पापीबाट म जसरी भए पनि भाग्नुपर्छ। यसलाई यसरी नै रक्सी खुवाएर बेहोस बनाउँछु, त्यसपछि यसको घरदेखि भाग्छु। साथीहरू, कान्छी सिरियलमा कान्छीलाई केही गुण्डाहरूले अपहरण गरेर जबरजस्ती विवाह गराएका थिए। विवाहपछि उनीहरूले कान्छीलाई आफ्नो नियन्त्रणमै राखेर बाहिर निस्कन नदिने गरेका थिए। तर कान्छीले हार मानिनन्। उनले आफू ती गुण्डासँग नजिक भएको जस्तो व्यवहार गरिन् र मौका पर्खिरहन्। एक दिन उनले विवाह गरेको गुण्डालाई धेरै रक्सी खुवाइन्। गुण्डा पूर्ण रूपमा मातिएपछि कान्छीले त्यहाँबाट भाग्ने योजना सफल बनाइन्। भाग्दै गर्दा गुण्डाहरू उनको पछि पछि लागे। तर धेरै कठिनाई पार गर्दै अन्ततः कान्छी उनीहरूको कब्जाबाट उन्कन सफल भइन्। अब हेर्न बाँकी छ के कान्छीले त्यो प्रमाण फेला पारेर आफ्ना श्रीमान सागरलाई निर्दोष साबित गर्न सक्लिन्? साथीहरू, तपाईहरूलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। भिडियो मन परेको भए लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।